गाइस तपाईहरुलाई फुलहरु मैले दिएको स्टाइल चाहिँ ल यहाँ आजकलको जमानाको केटाकेटीहरु हेर दाँत कोटाउँदै रिल्स बनाउने ओ पछि मादर ओ बसेर हेरिरहेको छ यहाँ चाहिँ ओ लोकेट बारी दादा सो हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ रिल्स बनाऊँ भनेर बहिनीहरूलाई बोलाएको थिएँ। बहिनीहरू आएकै छैनौँ, कहाँ गयो 12 बज्न आँटिसक्यो होइन। कहिले आएर बनाउनु र अहिले उनीहरू आएपछि देखाउँछु। गाइस आज चाहिँ हाम्रो घरमा पानी नै छैन है। भाँडा धुनु यति रास छ कि पानी नै मरेछ। बिहानदेखि पानी नै आएको छैन हो, कस्तो हालत भइसक्यो। बहिनी चाहिँ आएछ कि ऊ तल कराउँदैछ, एकजना चाहिँ आउँदैछ तलबाट हो। ऊ तल हेलो, साह्रै छिटो पो आइपुग्यो त हौ, साह्रै छिटो नि 12 बज्न आँट्यो। यतिखेर आउँदैछ। यहाँ चाहिँ आज गोरु जोत्दैछ, यहाँनिर अदुवा रोप्ने अरे, अन्त आज गोरु जोत्दै हुँदैछ। एकजना बहिनी त आयो उँधोबाट हो, अब एकजना उँभोबाट आउनु छ, चाहिँ आएकै छैन। यहाँ थियो होइन गाइस अस्ति चाहिँ मेरो धारा, अहिले चाहिँ तल सारेको छ। यहाँ धारा हुँदा चाहिँ यहाँ रोडमा पानी गयो नि त, अनि गाडीहरू चाहिँ चिप्लियो भनेर चाहिँ अनि धारा तल सारेको छ हो। अनि धारा हटाएर चाहिँ यहाँनिर यस्तो फुलहरू लगाएको छौँ। अनि मैले चाहिँ यहाँ सिमरायो रोपेको थिएँ, अन्त अब पानी चाहिँ छैन हो, मर्छ होला। अब सिमरायोलाई त पानी चाहिन्थ्यो, यत्रो भइसकेको थिएन, सुक्नु थालिसक्यो। सुक्नु थालिसक्यो। अब के गर्नु, न पानी छ तल न पानी छ। अब पानी आएपछि माथिबाट यसो छम्किदिनुपर्छ होला है। गाइस यहाँ फुच्चीले चाहिँ के दिनु आँटेको छ, किराहरू चाहिँ छैन होला नि। बे कस्तो पर्छ, कहाँ रहेछ? ए मेरो यो हराएको थियो नि त अस्ति, कहाँ रहेछ? मैले भने नि तलै छ भनेर मैले भनेको थिएँ। कति हराएर यो कति खोजेँ होइन, बल्ल पाइसे। कानको चाहिँ पाइनस्? राम्रो गरिस्। म चाहिँ खाली खुट्टै आएको है। त गाइस बहिनी, अर्को बहिनी पनि आयो। अब हामी चाहिँ रिल्स बनाउने यहाँनिर रोडमा। हाई उसको अनुहार हाई गाइस भन न। अब कति प्याक लाएर आयो र हालिदिँदैछौँ। खै यताबाट दिएको किन छिटो आएको अन्त? हाम्रो किन छिटो आएको? होइन तिमी ढिलो आयो नि त, त्यही भएर भनेको। Oh, I was going in a park today, so Englishमा के भन्छ? I went to market, so लुगा लाउनु बिर्स हापिनमा आएको छु। अहिले हामीसँग यहाँ कुकुर पनि छ रिल्स बनाउनुलाई, ऊ त्यो पनि आउँछ अरे हामीसँग। अन्त यो फुच्ची, यो त अघि देखाइहालेँ मैले हो। अन्त म चाहिँ गीत चाहिँ यो फोनबाट बजाउँदैछु, अर्को फोन यहाँ छ हो। यो फोनमा चाहिँ गीत बजाइरहेको छु। यहाँ पढ्दैछ कोही चाहिँ, भेरी ज्ञानी क्या हौ। कुन चाहिँ के फिजिकल साइन्स हो? फिजिकल I want to focus on my education. तिम्रो अनुहारै यति देख्दैछ। I want to focus on my education. भेरी गुड। यहाँ चाहिँ अब यो चाहिँ अलिक पढ्ने मान्छे हो, म चाहिँ पढ्दिनँ। ज्ञानी बाबा हुनुहुन्छ जसको चाहिँ फोन छ। अन्त म यहाँ छु। ल गाइस तपाईहरुलाई फुलहरु मैले दिएको स्टाइल चाहिँ के हुनु भयो? डक्टरमा लैजानुपर्छ अब भोलि। हामीले चाहिँ रिल्स बनाउने जग्गा चाहिँ यही है, रोड ओह्रालो र उकालो जाने रोड। यहाँदेखि चाहिँ मेरो घर यता, यहाँ गेटदेखि चाहिँ ऊ चाहिँ अब पढ्दैछ, पढेको अरे। ल पढेर सुनाउँछ अरे। Atomic structure, the physical and chemical properties of the matter. Matter भनेको चाहिँ solid, liquid र gas हो। अनि अझै अर्को matter छ plasma.
In 1897, J.J. Thomson discovered the electron. Electron भनेको के हो? कोनी? इलेक्ट्रोन भनेको के हो? खोनी। भेरी ज्ञानी। An atom consists of a thinly जेल भित्र हालेको छु मैले हो उलाई चाहिँ। and the electrons are uniformly embedded in it. Embedded भनेको के हो? गुगलमा सर्च गर्नुपर्छ। गुगलमा सर्च गर्नु होला। फेरि आयो गर्दै। यहाँ चाहिँ खत्रै केले छेड्दिएको रहेछ चराले होला। बिचारा मेरो फोन। छेड्दिएको भने छेड्दिएको। यहाँ गाडी चाहिँ हिँडेको गर्छ र पनि हामी चाहिँ भिडियो बनाउनु चाहिँ छोड्दैन। यहाँ गाडी हिँडेको गर्छ र पनि लाज लाग्दै भए पनि बनाउनै पर्यो। तँलाई एउटा कुरा भनौँ 18+ वाला बात भनौँ 19 हाँस आजकलको जमानाको केटाकेटीहरू हेर दाँत कोट्टाउँदै रिल्स बनाउने। रिल्स बनाउनुभन्दा अगाडि चाहिँ दाँत कोट्टाउनुपर्छ है गाइस। लु बना न लु हेर्नुहोस् है यहाँ यसरी रिल्स बनाउनुपर्छ है। यहाँ हेरिराख्नुहोस्। यसको त कपाल यहाँ बार्दै थियो हेर्नु न आधी मात्रै बाटिन। खोइ त यसले बनाउँछ नि। यहाँ चाहिँ फोनको किरा रिल्सको यहाँ चाहिँ बुकको किरा गीत गाउँदै पढ्दैछ। An atom is located यसरी चाहिँ पढ्नुपर्छ है। at distance from the nucleus. पढाइ चाहिँ यतिको हो। The nucleus with a different velocity. यसले चाहिँ मेरो फोनबाट रिल्स बनाउँदैछ कि नि यसको फोनबाट चाहिँ म भ्लग बनाउँदैछु। यहाँ यसको फोन चोरिरहेको छु। यहाँ मेरो अर्को फोन यहीँ छ। अर्काको फोन हेर त मेरो हेर त उम्ली ठडाको छिटो बना लु। गाइसहरूले नि हेर्नुहुन्छ रिल्स बनाएको। ए बनाउँछ होला नि त। Magnetic field. ए फिल्टर खोज्दा खोज्दै यसको यो रिल्स चाहिँ यसको इन्स्टाग्राममा आउँछ हेर्नुहोस् होला। के अरे नाम वाइके अदिति अरे त्यसमा हाल्छ अरे यसले। गाइस मेरो चप्पल चाहिँ दामी छ है। हिजो किनेको हो। हिजो दादाले गिफ्ट दिएको चप्पल। ए मेरो खुट्टामा दामी सुहाउँदो रहेछ। यही चप्पल आएर रिल्स बनायो अघि म। मेरो खुट्टा तिम्रो पनि दामी छ है। हामी चाहिँ केटीहरू भएर केटाको चप्पल लाउँछौँ है। ए दुईजनै केटीहरू भएर केटाको चप्पल हेर्न। यसको चप्पल चाहिँ खोइ के को लाछ। एउटा रिल्स बनाउनुको लागि हामीले कति मेहनत गर्नुपर्छ तर त्यसमा लाइक नै आउँदैन। त्यही त हाँस्दा हाँस्दा हुन्छ। कति बुढी दुख्छ त्यति नै हो। त्यति नै हेर्नुहोस् है गाइस अहिलेदेखि बनाएको होइन रिल्स। एउटा रिल्स बनाउनु त्यही पनि त्यो लिपसिङ बनाउनुको लागि कति घन्टा लागिसक्यो। यहाँ मान्छे चिया खान पाएर प्याक प्याक भइसक्यो। अहिलेसम्म मुख चुच्चो बनाउँदा ठिकै छ। खै त बनाइसकेको रिल्स। फोटो खिच्नु अरे एउटा लिपसिङ बनाउनु त्यो पनि कति सेकेन्डको भिडियो हो त्यो। 4 सेकेन्डको भिडियो बनाउनुलाई हेर्नु है यहाँ यतिको चाहिँ हुन्छ है। हेर न ऊ जुल्फीहरूलाई बरु चिन्डो बनाएर फोटो खिच्छ। बरु गीत गाउँदै पढ्छ बरु ठिकै छ। जी माधर बसेर हेरिरहेको छ यहाँ हेर्नु चाहिँ। ओ अम्बो खेतबारी उयो हेर्न खेतबारी माधर
ऊ हेर्नु गाइस गाइस हेर्नु बाँदरहरू ड्याम्मै रहेछ खेतमा त म त आएर हेरिदिइरहेको रहेछ यसले त कि हामीलाई रिल्स बनाएको ऊ के खाँदैछ त्यसले ऊ बच्चाहरू पनि रहेछ डर लाग्यो अरे यता चाहिँ यहाँ ए हेर्नु है गाइस बाँदरहरू चाहिँ ड्याम्मै छ ड्याम्मै माथि माथि पनि छ खेतभरि छक्कै पऱ्यो ऊ अम्बो किन उठाएर हिँड्दै ऊ के बोकिरहेको त्यसले र ऊ खायो होइन खाने कुरा फोन ल्याइस् मेरो अर्को फोन चाहिँ सबभन्दा अगाडि चाहिँ फोन ल्याइदिएको नि यहाँ हेर्नु है यहीँ छ हिर्काउँदैन हौ हिर्काउँदैन ए पुच्छर हेर न यस्तो खालको के गर्छ हौ हिर्काउँदैन हौ त्यस्तो खालको हुँदैन ए मकै पऱ्यो केटीहरू देखेर मन पऱ्यो अरे यसलाई चाहिँ राम्रो केटा त त्यस्तै हो स्टाइल स्टाइल पिनको डरले चाहिँ हेर है यहाँ यतिको चाहिँ हुन्छ बाँदरको डर आम्मा बाँदर अस्ति मलाई ठाडै खेदाएको छैन ठाडै खेदायो अरे फेरि कसैलाई चाहिँ अब चाहिँ चिया पकाएर खाने हो गाइस यस्तो प्याक प्याक भइसक्यो सबै बनाइसके दुईटा फोन छ मेरोमा हो मेरो चाहिँ प्लिज फलो गरिदिनु ल म तपाईँलाई फलो ब्याक चाहिँ 5 मिनट मात्रै दिन्छु हो त्यसो भयो भने त कहाँ दिन्छ फलो ब्याक दिन्छु म त्यस्तो सेल्फिस छैन म फलो ब्याक दिन्छु मेरो नाम चाहिँ वाइके आदित्य छ प्लिज फलो मी कपाल सिद्धि छ ल यो चाहिँ मैले फुल रोपेको छु भर्खर रोपेको सरेको पनि छैन फुल चाहिँ अब यस्तै छ हो अब सरेर यो फुल्दा मेरै फोन जस्तो लाग्यो मलाई अर्काको फोनको ल गाइस चिया पाक्दैछ मेरो टक्कै चिया म्याडमहरू चाहिँ यहाँ सुतिरहनु भएको छ हो दुईजना म्याडमहरू चाहिँ एकदम यहाँ बिजी पढ्नु हुँदैछ यहाँ आयो यहाँ हेरिराख्नु न यहाँ यसरी आयो त्यहाँदेखि यहाँ राइट गरेँ यहाँनिर गीतै आएन मतलब यो टिक मात्रै आएको थियो टिक मात्रै टिक्दा गीतै आएन के भएको कोही के भएको त्यस्तोहरू म त यहाँ छु बहिनीको फोनबाट बनाउँदैछु खुच्चीले हिजो किनेको फोन बिगारिदिन्छु अब म हो मेरो चाहिँ यहाँ चलाइरहेको छ नि त अर्को फोन त्यहाँ छ चिया पाक्दैछ मेरो दुध थप्छ अलिक त्यो मेरोमा नि उयो नै आउँदैन हातको लभ हामी चाहिँ अब 1-1 किलो चिया खाँदैछौँ यहाँ त्यो चाहिँ खाँदैन हामी दुईजना चाहिँ चिया खाँदैछौँ र त कस्तो दामी अनुहार छ अनुहार डज नट म्याटर चिया कि तर म 1-1 किलो चिया खाने अब अमिलो खानुपर्छ फोका जान्छ मलाई पनि भन न मेरो पनि फोकाइरहेछ निम्बु खानुपर्छ निम्बुको उयो पानी सुनेछ होला निम्बु खारे पिम्पल्सहरू जान्छ भुँडी सफा हुन्छ नि त मैले त अहिलेसम्म निम्बु खाएको थिइनँ म त भिनेगर खान्छु पानीमा भिनेगर हालेर अहिले त्यही पनि सक्यो म अमिलो खान्छु पुरा मेरो कच्चै हो क्युट बेयर यस्तो तातो भएर टालिन्छ नि क्युट छ है पिरो खायो भने चाहिँ पिम्पल बिरको कहाँ पुग्यो ल गाइस अब चाहिँ हामीले रिल्स बनाइसक्यो होइन अब चाहिँ बहिनीलाई पुऱ्याउनु तलसम्म जाँदैछु यो एक्लै जानु डर लाग्यो अरे कि अन्त ओ हेलो डर होइन मलाई तपाईँलाई छोड्नु मन लाग्यो ओ माई गॉड यहाँ तलसम्म पुऱ्याउँछु यिनीहरूलाई होइन यिनीहरूलाई नै यसलाई चाहिँ पुरा मात्रै सँगै उँभो फर्किन्छ हो अन्त आजको भिडियो यति नै थ्याङ्क यू सो मच फर वाचिङ प्लिज सब्सक्राइब आवर च्यानल लाइक शेयर एन्ड सब्सक्राइब my channel. Bye bye. See you in the next vlog.